Hello everyone, good evening and welcome to this session. आज हामी स्टक मार्केटको क्लासमा रिस्क म्यानेजमेन्ट के हो त्यसको बारेमा छलफल गर्नु छ आजको क्लासमा। र साथसाथै स्टक मार्केट अपरेसन गर्दा त्यहाँ अब के कति खर्च लाग्छ, प्रोसेसहरू के छन् त्यसको बारेमा पनि हामीले चाहिँ कुरा गर्नुहुन्छ। सो सबभन्दा पहिला हामी यतातिर जाउँ। ल हेर्नुहोस् है। अहिले मार्केटमा जब तपाईँले सेयर बाई र सेल गर्नुहुन्छ भने त्यहाँ चाहिँ कति प्रकारका खर्चहरू आउँछन् यसको बारेमा म सरसर्ती एकचोटि भनिहालेँ है त। हेर्नुहोस् है, जब तपाईँले सेयर बजारमा सेकेन्डरी मार्केटमा सेयर खरिद गर्नुहुन्छ भने बाई गर्दा यसको कस्टहरू के लाग्छ त? एउटा त लाग्छ तपाईँको ब्रोकरेज कमिसन लाग्छ, सेबन फी लाग्छ, अर्को चाहिँ यो सिडिएस क्लियरिङले तपाईँको त्यो डिपी चार्ज लिन्छ। सो यो तीन प्रकारका चाहिँ हाम्रो कस्टिङ लागिरहन्छ, हाम्रो खर्च चाहिँ भइरहन्छ। यो ब्रोकरेज फी भनेको कसले लिन्छ त? ब्रोकरले, जुन ब्रोकरसँग तपाईँ काम गरिरहनु भएको छ नि त्यो ब्रोकरले चार्ज गर्छ। र ब्रोकरेज फी कति कति चार्ज गर्न भन्ने कुरा सबै अलरेडी यो चाहिँ डिसाइडेड हुन्छ, रेगुलेटरी अथोरिटीले सबै यो बनाएको हुन्छ। त्यसै गरी सेबनको फी भयो एउटा, अर्को डिपी चार्ज, अर्को हामीले हेर्न सक्छौँ सेल गर्दाखेरि के लाग्छ त? माथिको तिनटै एज इट इज हो। एउटा लाग्छ के त? ब्रोकरेज फी यहाँ पनि लाग्छ, सेबन फी यहाँ पनि लाग्छ। भन्नाले तपाईँ सेयर खरिद गर्नुहोस् या सेयर बिक्री गर्नुहोस्, खरिद गर्दा पनि यो तिनवटा लाग्छ, बिक्री गर्दा पनि तिनवटा लाग्छ यो। र साथसाथै एउटा एक्स्ट्रा यु पनि लाग्छ। कुन केसमा त? इन केस अफ प्रफिट, तपाईँले नाफा कमाउनु भयो, मानौँ 400 मा तपाईँले सेयर किन्नुभयो हो, यो चाहिँ तपाईँको बाई गर्नुभयो 400 मा। 2 महिना पछि गएर 3 महिना पछि गएर यो सेयरलाई तपाईँले 600 मा सेल गर्नुभयो। यसमा चाहिँ 600 मा सेल गर्नु भएको छ भने 200 त नाफा भयो नि, यहाँ त 200 नाफा भयो। यसमा चाहिँ यो क्यापिटल गेन ट्याक्स चाहिँ तिर्नुपर्छ। घाटा लागेको छ भने तिर्नु पर्दैन है फेरि। ल अब कति कति लाग्छ त खर्चहरू? यो त खालि तपाईँले आइटम मात्र हेर्नुभयो। ल हेर्नुहोस् है, यहाँ ब्रोकरको रेट चाहिँ के छ भने नि, इक्विटी सेयरमा तपाईँले 50,000सम्मको कुनै सेयर बाई गर्नुहुन्छ भने 50,000सम्मको भ्यालु बराबरको बाई गर्नुहुन्छ भने त्यसमा ब्रोकर फी कति लाग्छ? ब्रोकरेज फी 0.36% लाग्छ। यति रेन्जमा 50,000 1 देखि 5 लाखसम्मको कारोबार गर्नुहुन्छ भने त्यो कारोबार रकमको 0.33% लाग्छ ब्रोकर कमिसन। हामी ब्रोकरकोमा गएर डिमेट अकाउन्ट खोल्छौँ, त्यसपछि मेरो सेयर खोलिदिन्छ त्यहीँ होइन, टिएमएस त्यहीँ खोल्छौँ भने ब्रोकरले फाइदा के हुन्छ त? ब्रोकरले फाइदा भनेको धेरै हुन्छ। हेर्नुहोस्, त्यसमध्ये गर्ने काम भनेको एउटा यो हो, उनीहरूले कारोबार गराए बापत सर्टेन कमिसन लिन्छ। हेर्नुहोस् है, यो ब्रोकरको काम कस्तो भने तास खेलाउने अड्डा जस्तै हो कि, बुझ्नुभयो नि? त्यहाँ तास खेल्ने र तास खेल्ने चाहिँ आउँछन् मान्छेहरू, एउटाले जित्छ अर्कोले हार्छ, तर ब्रोकर कहिले पनि हार्दैन। किन्ने मान्छे त्यही छ, बिक्री गर्न त्यही छ। अब एउटाले हारेपछि अर्कोले त जित्छ नि, हार्नेसँग पनि कमिसन लिन्छ, जित्नेसँग पनि कमिसन लिन्छ। हेर्नुहोस् है, र जसले जित्छ सरकारले फेरि एउटा एक्स्ट्रा चार्ज गर्छ प्रफिटमा ट्याक्स, क्यापिटल गेन ट्याक्स। त्यसकारण यो ब्रोकरको काम भनेको तास खेलाउने अड्डा जस्तै हो, त घोडाको तबेला जस्तै हो। तिनीहरू प्लेटफर्म, यसलाई प्लेटफर्म मोडल भन्छ कि बिजनेसको, बुझ्नु नि? रियल इस्टेटको जुन अनलाइन यो बनाएको हुन्छ नि पोर्टलहरू, सबै के हो? प्लेटफर्म बिजनेस हो सबै। त किन्छ एउटाले घर, एउटाले किन्छ घर जग्गा, एउटाले किन्छ बेच्छ अर्कोले, तर कमाइरहन्छ कसले त? त्यो जुन बिचमा त्यो प्लेटफर्म जसले क्रिएट गरेको छ यसले चाहिँ कमाइरहन्छ। हेर्नुहोस् है,
सो यो प्लेटफर्म बिजनेस हो यो यिनीहरू सबै। अब हेर्नुहोस् है, 5 लाख 1 देखि 20 लाखसम्मको छ भने 0.31%, 20 लाख 1 देखि 1 करोडसम्मको छ भने 0.27%, र एबोभ 1 करोडको छ भने 0.24% चाहिँ ब्रोकरले कमिसन चार्ज गर्छ। यसलाई भन्छ ब्रोकरेज फी, दलालको कमिसन। अब हेर्नुहोस् है, सेबनले कति चार्ज गर्छ भने, सेबन भनेको रेगुलेटरी बडी फर सेक्युरिटी मार्केट नेपाल। नेपालमा धितोपत्र बजारको नियमनकारी निकायलाई सेबन भनिन्छ, सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ नेपाल, नेपाल धितोपत्र बोर्ड। ट्रान्जेक्सन भ्यालुको 0.015% चार्ज गर्छ। अनि सिटिएससी, जुन हाम्रो डिमेट एकाउन्ट जसले मेन्टेन गर्छ नि, जसले रेकर्ड मेन्टेन गर्छ, त्यो भनेको सिटिएससी हो, सिटिएस क्लियरलिङ होइन। पहिला पहिला अब यो सारा सेयरको चाहिँ छुट्टै एउटा सेयर डिपार्टमेन्ट भनेर हुन्थ्यो ब्याङ्कहरूमा, कम्पनीहरूमा सेयर रजिस्ट्रार भनेर हामीले भन्थ्यौँ। सेयर रजिस्ट्रार, त्यसको चाहिँ कारोबार गर्ने एउटा सेयर रजिस्ट्रार हुन्थ्यो भने आजकल के गरेको छ त, आजकल यसको काम सबै सिटिएस क्लियरिङले गर्छ। डिपी, हाम्रो डिमेटहरू सबै म्यानेजमेन्ट त्यही हुन्छ। मेरो सेयरको, डिमार्टको सब उसरी म्यानेज गर्छ पुरै A to Z। खोल्ने मात्र कम्पनीबाट हो, ब्रोकरबाट हो, तर अल्टिमेटली त्यसको सेन्ट्रल काम छ डेटा सब सिटिएस क्लियरिङमा हुन्छ। त्यसकारण त्यो डिमेटलाई मेन्टेनेन्स गर्नको लागि उनीहरूले पर ट्रान्जेक्सनमा 25 रुपियाँ चार्ज गर्छ। प्रति कम्पनी, एउटा कम्पनीको ट्रान्जेक्सन गरे बापत प्रति ट्रान्जेक्सन 25 रुपियाँ। यो क्लियर छ है, यो पनि क्लियर छ, यो पनि क्लियर छ। यो तीन सर थरीका खर्चहरू लाग्छ। यो डिपी चार्टमा सर मानुस म बिहान 11 बजे नविल ब्याङ्कको सेयर किने, हिसाब पर किताब ट्रान्जेक्सन 25 बजे रुपियाँ, किने, त यो पर ट्रान्जेक्सन भयो होइन सर? पर ट्रान्जेक्सन 25 रुपियाँ हो। यहाँ कम्पनी प्रति कम्पनी लेख्नु भएको छ दिनमा त्यही भएर। दिनमा तपाईँले 10वटा कम्पनीको सेयर सेल गर्नुभयो, 10वटा कम्पनीको अँ, सेयर पर्चेस गर्नुभयो, 20वटा ट्रान्जेक्सन हो अँ, भने पर ट्रान्जेक्सन 25। 25। तपाईँ 1 करोडको कारोबार गर्नुहोस् या 10,000को गर्नुहोस्, एउटै रेट हो। सर एउटा अब एउटा ट्रान्जेक्सन चाहिँ 25 लाग्छ। सर, सपोज मैले 1000 किताब 500मा अर्डर गरेँ, अनि त्यो पार्सेल भाइ पर्चेस गरिदियो, पर्चेस गर्नको लागि 10 किताब 20 किताब 4 किताब 6 किताब, अनि पर्चेस काउन्ट ट्रान्जेक्सन काउन्ट बढ्यो, त्यो बेला डिपी चार्ज बढ्छ कि फिक्स नै रहन्छ? एउटा एउटा गरेछु फेरि। पर ट्रान्जेक्सन 25 रुपियाँ। सर म त ट्रान्जेक्सन एउटै हो, तर सेल्स काउन्ट त बढिहाल्यो नि, त्यसमा के गर्छ यो? क्लियरको लागि सोधेको। म भनिरहेको छु त पर ट्रान्जेक्सन 25 रुपियाँ, त कस्तो कुरा नबुझ्नु त भाइ। एउटा ट्रान्जेक्सन 25 रुपियाँ पर्छ नि त्यहाँ त। अँ, यो पार्सल सेलिङ पर्चेस या सेलिङ भयो त्यसमा पर्दैन यो डिपी होइन? क्यापिटल गेन ट्याक्स कति पर्छ भने हेर्नु त, ट्याक्स एन्ड प्रफिट वेन यु सेल सेयर्स। अहिले करेन्टली कति छ भने नि, तपाईँले सेयर बाई गरेको 1 वर्षभित्रमा नै सेल गर्नुभयो भने 7.5% तिर्नुपर्छ क्यापिटल गेन ट्याक्स। यदि 1 इयरभन्दा बढी पिरियडमा सेल गर्नु भएको छ भने यु हेभ टु पे 5%। अहिलेको रुल्स हो यो। आज असारको 24 गते मानौँ तपाईँले त्यो सेयर किन्नु भएको थियो, कहिले भने नि पोहोर साल असारको 20 गते किन्नु भएको थियो। यसपालि यानि कि 2082 साल असारको 20 गते किनेको सेयर अहिले 2083 सालमा आएर असारको 25 गते बेच्नुभयो। 1 वर्ष कटिसक्यो। 1 वर्ष कटेको छ भने 5% लाग्छ क्यापिटल गेन। तर 1 वर्ष नकट्दै 365 डेज नकट्दै तपाईँले यदि सेल गर्नुहुन्छ भने नि त्यसमा 7.5% क्यापिटल गेन ट्याक्स, पुँजीगत लाभ, लाभ कर भन्छ जसलाई, कमाएको नाफामा चाहिँ पे गर्नुपर्छ यो त। र आउँदो बजेटले नि यो 2083-84 सालको बजेटमा के व्यवस्था गरेको छ भने यो रेटलाई चेन्ज गरेको छ, रेटलाई बढाइदिएको छ। हेर्नुहोस् है, 5लाई 7.5 गरेको छ, अनि 7.5ले बढाएर 10% गरेको छ। सो यसपालि त गभर्मेन्टले यति चलाकी गरेको छ नि, एकातिर अब तिमीहरूको इन्कम ट्याक्स घटाइदिए, जागिरहरूलाई एकदमै मक्ख पर्यो उनीहरू। पहिला 6 लाख रुपियाँमा जान्थ्यो भनेको चाहिँ 10 लाखसम्म पुर्याइदियो। इन्कम ट्याक्समा त धेरै राहत दिएको छ, तर घुमाएर फेरि अर्को ठाउँमा चाहिँ टाइट गरिदियो क्या। त दायाँ देखाएर बायाँतिर गोल हानेको हेर्नु चाहिँ सरकारले खासमा।
इभीमा हेर्नुहोस् अहिले पनि सरले सिग्नल चार्जको बारेमा एकपल्ट फेरि भनिदिनु न। के को सिग्नल चार्जको बारेमा एकपल्ट। चार्जको बारेमा एकचोटि फेरि भनिदियो रे। सिग्नल चार्ज भन्यो अनि कहाँ थियो अघिसम्म त गुच्चा खेलेर बसिरहेको थियो अनुराग। हो नि, नेट मतलब कटेर फेरि आएको थियो र केही भन्नु पर्दैन, यहाँ लेखा छ, यो रेकर्डेड छ, हेर्ने कि त स्क्रिनसट तान्ने त सबै लेखाएकै छ यहाँ त के भन्नुपर्छ। यहाँ त पढ्न त आउँछ नि, पढ्न आउँछ भने बुझिन्छ। यो त हजुर 50,000सम्म त्यो मैले बुझेँ, ट्रान्जेक्सन। तर कति महिनामा मतलब कति महिनासम्मको सिग्नल चार्ज लाग्छ? कति महिनासम्म के लाग्छ रे? मतलब कति महिनामा लाग्छ, कतिको बित्दा सिग्नल, त्यो भन्नु खोजेँ। महिना केही पनि हुँदैन। पहिला यहाँ ध्यान दिएर सुन्नुहोस् के, पढ्नुहोस् पहिला, त्यसपछि सोध्नु होला। ट्रान्जेक्सन भ्यालु जुन छ नि, यहाँ 50,000सम्मको कारोबार गर्यो भने यति लाग्छ। 50,000 1 देखि 5 लाखसम्मको लाग्छ भने 0.33%। 5 लाख 1 देखि 20 लाखसम्मको कारोबार गर्नुहुन्छ भने यु हेभ टु पे 0.31%। 20 लाख 1 देखि 1 करोडसम्मको कारोबार गर्नुहुन्छ भने 0.27% हो ट्रान्जेक्सन भ्यालु। र 1 करोड भन्दा माथिको कारोबार गर्दा कारोबार रकमको 0.24% यो भनेको ब्रोकरेज कमिसन हो, ब्रोकरेज रेट। सेभनको फी ट्रान्जेक्सन भ्यालुको 0.015%। र डिपी चार्ज कति लिन्छ भने एउटा ट्रान्जेक्सनको 25 रुपियाँ लिन्छ, पर ट्रान्जेक्सन 25। ओके। र यो क्यापिटल गेन ट्याक्स भनेको नाफा भएको हकमा अहिले दुईटा रेट छ। तपाईँले सेयर किनेको 1 वर्षभित्र बेच्नुभयो भने कमाएको नाफामा 7.5% क्यापिटल गेन ट्याक्स तिर्नुपर्छ, सिजिटी। तर 1 वर्ष कटिसकेको छ, यानि कि 1 वर्ष अगाडि तपाईँले किन्नु भएको थियो, किनेको र बिक्री गरेको जुन ड्युरेसन छ नि, 1 वर्ष कटेको छैन भने 7.5%, 1 वर्ष कटिसकेको छ भने 5% चाहिँ ट्याक्स तिर्नुपर्छ प्रफिट भाइ। यदि घाटा लागेको छ भने त्यसमा ट्याक्स तिर्नु पर्दैन। 400मा सेयर किन्नुभयो तपाईँले, पोहोर साल जेठमा, यो वर्ष आएर असारमा सेल गर्नुभयो, कतिमा त 700मा, नाफा हो 300, 5% ट्याक्स तिर्नुपर्छ यसमा, किनकि 1 वर्ष कटिसकेको छ। तर भर्खर अस्ति जेठमा जेठेको त किनेको, आज असारमा बिक्री गर्नु भएको छ भने यहाँ चाहिँ 7.5% ट्याक्स तिर्नुपर्छ। नेक्स्ट इयरको बजेटमा के हुँदैछ भने 83-84को बजेटमा अब यो रेटलाई रिभाइज गरेको छ। बिलो 1 इयर 10%, एबोभ 1 इयर 7.5%। यो रिभाइज हुँदैछ कि साउन 1 गतेदेखि लागु हुन्छ। ल यो सर चाहिँ यसमा बुझ्नु एउटा अझै एउटा अझै के आएको छ नि नियम, त्यो सिजिटी चाहिँ त्यो सेटल डाउन भइसकेपछि एकचोटि फेरि अब त्यो ट्याक्सेसन तिर्नु पर्दैन भनेर पनि केही थियो नि यसमा, खै अहिले त्यस्तो त न्यू केही पनि ट्याक्सेसन छैन। पोलिसीमा त्यो एकचोटि त्यस्तो अब ट्याक्स पे गरेपछि चाहिँ त्यो तिर्नु पर्दैन भनेर केही थियो, मैले हेरेको थिएँ। त्यो सिजिटी भनेर थियो त्यसमा। कसैलाई थाहा छ यो सम्बन्धमा? उमेश गुप्ता सर थाहा छ? ट्याक्सेसन हाम्रो एकचोटि चाहिँ त्यो नम्रता प्रफिटमा म्यामले ट्याक्स भनेको कुरामा तिरेर सेटल भएपछि चाहिँ त्यो फेरि चाहिँ त्यसलाई ट्याक्स पे गर्नु पर्दैन भनेर चाहिँ। एकचोटि फेरि हेर्नुहोस् है, त्यो म पनि अनभिज्ञ छु त्यसको बारेमा। मैले अस्ति त्यो नयाँ त्यो आउँदाखेरि हेरेको ल थिएँ ठिक सर, छ, त्यो मैले पनि यसो गर्नुहोस्, नम्रता म्यामले भोलि एकचोटि स्टडी गरेर आउनुहोस् होइन, त्यो सामग्री एकचोटि भोलि सङ्कलन लिएर गरेर आउनुहोस् र सबै साथीहरूलाई सेयर गर्नुहोस् है त। हजुर सर, हस् सर। यस्तो सर म भन्छु, त्यो यस्तो मलाई जानकारी छ। ल राम सरले त्यो थाहा के छ हो भने भने नि भनिदिनुहोस् है। सर, हजुर थाहा छ। त्यो के हो भन्नु भन्दाखेरिमा जुन चाहिँ पटकै पछि इन्कम गरिन्छ सेयर कारोबारबाट, त्यो गरेर एकमुष्ट चाहिँ अनिखेर वर्षमा चाहिँ करको चाहिँ अन्तिम कर बुझाउने भनेर चाहिँ उसले सबै हिसाब गरेर सबैको लिने सिस्टम हुन्छ अरूसँग जोडेर। अब यो वृद्धि गरिसकेपछि चाहिँ सेयर कारोबारको हकमा जुन यो 5%को साथै 7.5% तिरिसकेपछि त्यो नै फाइनल हो। त्यसै गरेर 10% तिरेपछि चाहिँ त्यो नै फाइनल हो, त्यो अरू इन्कमसँग चाहिँ त्यो प्लस हुँदैन भनेर फाइनलको रूपमा चाहिँ गर्ने भनेर भनेको थियो। तर त्यो चिज चाहिँ प्रष्ट गरेका छैन। बोल्दाखेरि बजेट भाषणमा चाहिँ बोल्यो,
अनि सबैको माग पनि त्यही थियो। कर कारोबार चाहिँ अब खुद्रा दिने पछि गरिरहेको छ नि त, भनेपछि टोटल त 30-35% भन्दा त बेसी नै तिरेको हुन्छ। अरू इन्कममा चाहिँ खर्च कटाउँछ, आम्दानी र खर्च कटाएर बचेको हुन्छ। यसमा त घाटा कटाउन त पाइएन, अरूमा त घाटा पनि कटाउन पाइयो। त्यो कारणले गर्दाखेरिमा अन्तिम कर चाहिँ गर्ने भनेर यो बढाएको, तर अलिकति बैमान गर्यो भनेर गुनासो आइरहेको छ, प्रश्न छैन। अब पर्सि त्यो कानुनको चाहिँ के यो गर्दैछन्, घोषणा गर्दैछन् नयाँ पोलिसीको चाहिँ सुधारको कार्यक्रम भनेर, त्यसमा मिलान गरेर आयो भनेदेखि त्यो क्लियर हुन्छ। यसमा अझ पनि क्लियर आउनुपर्छ के रुल, बुझ्नुभयो नि, अझ क्लियर आउनुपर्छ। अन्तिम कर हो भनेर भने अन्तिम कर हो भनेर अब अर्थमन्त्रीले बोलेको थियो, तर यसमा अझ क्ल्यारिटी चाहिँ हुनुपर्छ, अझ क्लियर आउनुपर्छ। हो, त्यो आएको छैन, त्यही हो। अब 10% र 7.5% बनाएको भनेको चाहिँ अन्तिम कर भएको कारणले बढाएको हो। अब तपाईँहरूको चाहिँ यसमा वर्षभरिको कारोबार हेरिँदैन, जुन कारोबारमा जे चाहियो सेयरको हकमा त्यही नै फाइनल हो। तपाईँहरूले चाहिँ विवरण मात्रै बुझाउने, यो सेयर बापतको चाहिँ इन्कममा अरू कर तिर्नु पर्दैन। टोटलमा चाहिँ करको स्टेप छ नि जुन, त्यो के भन्छ तहगत हिसाबले चाहिँ तिर्नु पर्दैन भनेर चाहिँ अब उसमा बोल्यो। बजेट भाषणमा चाहिँ ऐनमा चाहिँ त्यस अनुसारको प्रावधान हालेन भनेर गुनासो गरिरहेको त्यो। अहिले अझ पनि त्यसको क्ल्यारिटी चाहिँ भइसकेको छैन, त्यो क्लियर भएको छैन। अब साउनदेखि लागू हुने हो, साउनसम्ममा के क्लियरेन्स गर्दो रहेछ त्यसपछि थाहा हुन्छ। त्यसको लागि फेरि सर्कुलर जारी गर्छ उनीहरूले, अनि क्लियर हुन्छ, बुझ्नु नि। अहिले बोलेको मात्र हो। ल यहाँ सुन्नु त, अब हामी रिस्क म्यानेजमेन्ट स्ट्राटेजीमा छौँ। रिस्क म्यानेजमेन्ट स्ट्राटेजीको बारेमा आज हामी पढ्छौँ। यो रिस्क म्यानेजमेन्ट के हो त? व्हाट डु मिन बाई रिस्क म्यानेजमेन्ट? रिस्क म्यानेजमेन्ट भनेको चाहिँ के हो भने नि, हामी जेनरली रिस्कलाई डिफाइन गर्नु पर्दाखेरि भविष्यमा कुनै पनि काम गर्ने क्रममा यदि अप्रिय घटना घट्ने सम्भावना छ भने यसलाई हामीले जोखिम भन्छौँ। काठमाडौँबाट मुगलिङको बाटो जानुहुन्छ तपाईँ हेटौडा र यता दक्षिण कालोको बाटो जानुहुन्छ भने बाटोको नेचर हेर्दाखेरि रिस्की कुन छ त? पक्कै पनि मुगलिङकै बाटो। रिस्क त छैन, माथिको रिस्क छ। किनकि अहिले मुगलिङको बाटो त पुरै मजाले फराकिलो बनाएको छ, पुरै पिच छ। 1 घन्टा बढी टाइम लाग्ला, 2 घन्टा बढी टाइम लाग्ला, आफ्नो ठाउँमा छ। अलिकति फ्युल चाहिँ कस्टिङ बढी जाला। तर दक्षिण कालोको बाटो साँघुरो छ, त्यो चाहिँ रिस्की छ। रिस्की किन हामीले भन्यो भने नि, बाटा अप्ठ्यारो छ, त्यहाँ अब दुर्घटना हुने सम्भावना चाहिँ धेरै ठाउँमा छ, यो साँघुरो बाटो भएको कारणले गर्दाखेरि। यानि कि सामान्य भाषामा हामीले भन्नु पर्दाखेरि रिस्क भनेको, जोखिम भनेको भविष्यमा कुनै पनि कार्य सम्पादन गर्ने क्रममा यदि अप्रिय घटना घट्ने सम्भावना छ भने सम्भावना भनेको रिस्क हो। यहाँ त 6 तला बिल्डिङमा पेन्सिलको टावर ठड्याउनु पर्यो माथि। अब भुइँमा ठड्याउँदाखेरि जति चार्ज गर्छ लेबरले नि, त्यो 5 तल्लामा गएर त्यो टावरमा त्यो फिट गर्ने बेलामा त्यही ज्यालामा काम गर्दैन लेबरले। किन काम गर्दैन भने नि, भुइँमा जुन त्यो पोल ठड्याउँछ भने त्यसको रेट मानौँ तपाईँको 2000 ल्याला अरे एउटा लेबरले। त्यो पोल 5 तला घरको माथि गएर ठड्याउँदाखेरि अब 2000 मैले मान्दैन गर्नु, मेबी 5000 चार्ज गर्छ उसले। किन त? त्यहाँ रिस्की छ है। किन रिस्की भन्यो हामीले? घरको 5 तलामा गएर फेरि अर्को 40 फिटको पोल ठड्याउँदाखेरि त्यहाँ चोटपटक लाग्ने, खस्ने, घटना घट्ने चान्सेस चाहिँ छ है, सम्भावना छ। त्यस कारणले गर्दा त्यो लेबर र त्यो 2000 काम गर्दैन। नर्मलमा 2000 चार्ज गर्छ भने त्यहाँ चाहिँ रिस्क बढी भए बापत उसले 5000 चार्ज गर्छ एक दिनको। हामी इन्भेस्टमेन्टमा के कुरा गर्छौँ भने स्टक मार्केटमा रिस्क भनेको, जब तपाईँले कुनै कम्पनीको सेयर बाई गर्नुहुन्छ भने त्यो सेयरको प्राइस भोलिका दिनमा घट्ने सम्भावना छ, अथवा जति तपाईँले एक्सपेक्ट गर्नु भएको छ रिटर्न त्योभन्दा अझ थोरै आउने सम्भावना छ भने यो प्रोबेबिलिटीलाई हामीले रिस्क भन्छौँ। हेर्नुहोस्, आफूले लगानी गरेको पैसा भोलिका दिनमा त्यसमा कुनै डाइल्युसन हुन्छ
रिटर्नमा कम आउला कि अथवा आफ्नो लगानी डुब्ला कि भन्ने जुन एउटा सम्भावना छ नि, द्याट इज कल्ड रिस्क। अब त्यो रिस्क जहिले पनि स्टक मार्केटमा रहिरहन्छ हेर्नुहोस् है। किनकि लगानी हामी आज गर्छौँ, तर त्यसको रिटर्न आउने नआउने त पछि हो नि। आज पैसा लगानी गर्नुहुन्छ, टुडे यु इन्भेस्ट योर मनी इन स्टक मार्केट, द्याट इज स्योर एन्ड सर्टेन, 100% सर्टेन। तर यसको प्राइस भोलिका दिनमा के हुन्छ भन्ने कुरा त्यो त फ्युचरमा देखाउँछ। र फ्युचरमा यसको प्राइस फ्लक्चुएसन भएको कारणले गर्दा फ्युचर त जहिले पनि अनिश्चित हुन्छ। र जब फ्युचर नै अनिश्चित छ भने डेफिनेटली स्टक मार्केटमा लगानी गर्दा त्यहाँ रिस्क चाहिँ देखिन्छ हेर्नुहोस् है। तर रिस्क हुँदैमा डराउनु पर्ने अवस्था छैन। यसको रिस्कलाई म्यानेज गर्न हामीसँग उपाय पनि छ यहाँ। सो आज त्यही रिस्क म्यानेजमेन्ट टेक्निक कसरी हामीले युज गर्छौँ, के रिस्क म्यानेजमेन्ट टेक्निक हामी यसको बारेमा पढ्छौँ। सो मैले यहाँ चाहिँ अब लेखेँ, नम्बर 1 चाहिँ हामीले के गर्छौँ भने नि हेर्नुहोस् है, रिस्क म्यानेजमेन्ट स्ट्राटेजीमा पहिलो हामीले भन्छौँ के त, पोर्टफोलियो डाइभर्सिफिकेसनहरू गर्छौँ हेर्नुहोस् है। पोर्टफोलियो डाइभर्सिफिकेसन गर्छौँ। पोर्टफोलियो भन्नाले नि पोर्टफोलियो हो। ल, पोर्टफोलियो भनेको जब तपाईँले आफूसँग भएको पैसा 2 अथवा 2 भन्दा बढी कम्पनीको सेयरमा लगानी गर्नुहुन्छ भने यसको अर्थ तपाईँले एउटा पोर्टफोलियो, मिक्स अफ इन्भेस्टमेन्ट, मिक्स अफ स्टकलाई पोर्टफोलियो भन्छ। When you invest in 2 or more than 2 stocks, then you are making a mix of investment, that is called portfolio. पोर्टफोलियो बनाउँदाखेरि के हुन्छ भने तपाईँले एभरेज ब्याङ्क पनि किन्नुभयो। अब एभरेज ब्याङ्कको सहकिता किन्नुभयो, त्यसै गरी स्टान्ड चार्टरको अर्को सहकिता किन्नुभयो। त्यो 200 किता एउटै कम्पनीको उठाउनु भन्दा 100 किता तपाईँले अलग अलग कम्पनीको उठाउनु भएको छ, यसको अर्थ यु आर मेकिङ अ पोर्टफोलियो। पोर्टफोलियो बनाउँदाखेरि फाइदा चाहिँ के हुन्छ भने भोलिका दिनमा कथन कदाचित यदि आफूसँग भएको एउटा स्टकमा यसको आफूले सोचे भन्दा उल्टो भइदियो भने अर्को स्टकबाट त्यसको कम्पेन्सेसन हुन्छ नि त्यहाँ त। त्यस कारणले गर्दा हामीले पोर्टफोलियो चाहिँ बनाइराख्नुपर्छ। र यो पोर्टफोलियोको क्रममा म एउटा जानकारी गराउन चाहन्छु। व्यापारीले जब व्यापार गर्छ नि, ठुल्ठुला जति पनि व्यापारीहरू छन् एउटा बिजनेस गर्दैन तिनीहरूले, अरू बिजनेस गर्छन् हेर्नु चाहिँ, मल्टिपल बिजनेस गर्छ। किन त, कुनै एउटा बिजनेस डामाडोल भइहाल्यो भने नि अर्को बिजनेसको ब्यालेन्स गर्छ उनीहरूले हेर्नुहोस्। आज चन्द्र ढकालको हेर्नुहोस्, अथवा जति पनि नेपालमा ठुल्ठुला व्यवसायिक घरानाहरू छन् सबको चाहिँ हेर्नुहोस् 10वटा 15वटा 20वटा कम्पनीहरू छन् यहाँ, सबले पोर्टफोलियो बनाउँछ उनीहरूले। र एउटा कुनै बिजनेस लसमा गए पनि केही फरक पर्नेवाला छैन, किनकि अरू बिजनेसले उहाँलाई ब्याकअप दिन्छ यहाँ। त्यसै गरी हामीले whenever you are planning to invest your fund in stock market, then you need to form a portfolio. It means you have to invest at least 2 or more than 2 stocks. आफूसँग भएको सम्पूर्ण पैसा एकै ठाउँमा चाहिँ नराख्ने। दोस्रो के भन्छ भने हेर्नुहोस् है, स्टप लस। हेर्नुहोस् है, स्टप लस यसलाई टेक्निक। स्टप लस टेक्निक चाहिँ के हो भने नि, दोस्रो टेक्निक स्टप लस हो। म तेस्रो चाहिँ एउटा भन्छु फेरि अर्को, जस्तै सेयर एभरेजिङ। अर्को चाहिँ भनेको जस्तै अब इमोसन कन्ट्रोल गर्नु पर्यो। अर्को चाहिँ के गर्नु पर्यो भने जस्तै having 2 different demat account for investing and trading purpose। हेर्नुहोस् यो पनि एउटा हो। सो यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। पहिला चाहिँ पोर्टफोलियो डाइभर्सिफिकेसन, अर्को चाहिँ स्टप लस टेक्निक, अर्को चाहिँ सेयर एभरेजिङ, इमोसनल कन्ट्रोल, ह्याभिङ 2 डिफरेन्ट डिमेट अकाउन्ट फर इन्भेस्टिङ एन्ड ट्रेडिङ पर्पस। जस्तै पहिलो कहीँ के पर्यो भने पोर्टफोलियो त मैले भनिसकेँ। स्टप लस टेक्निक भनेको नि, स्टप लस टेक्निक भनेको चाहिँ कस्तो टेक्निक हो भने
आज तपाईँले कुनै कम्पनीको सेयर बाई गर्नुभयो, त्यो बाई गर्दाखेरि तपाईँको एक्सपेक्टेसन के छ? भोलि मार्केट बढ्ला भनेर आशामा तपाईँले बाई गर्नुभयो, तर तपाईँको आशा ठ्याक्कै निराशामा कन्भर्ट भयो। 400मा किन्नुभयो, मार्केट 400 भन्दा अझ माथि जाला कि भनेर एक्सपेक्टेसनमा, तर 2 दिनपछि गएर 1 दिनपछि गएर मार्केट के भयो त? अब 400बाट बढ्नुको सट्टा उल्टो बाटोमा हिँड्न थाल्यो क्या त। 380, 360, 350 हुँदा त 300 नै पुगिसक्यो। अब तमासा हेरेर बस्नुभयो भने पुरै ब्यान्ड बस्छ तपाईँको। हेर्नुहोस् त्यस्तो केसमा, यानि कि जब मार्केट उल्टो डाइरेक्सनमा जान्छ भने, बढ्नुको सट्टा घट्न थाल्छ भने नि, त्यस्तो केसमा हामी होल्ड गरेर बस्नु हुँदैन। बरु थोरै पैसा घाटा खाएर पनि निस्किनुपर्छ, फालिदिनुपर्छ, सेयर निस्किनुपर्छ। यसलाई भन्छ स्टप लस भन्छ क्या त। म यहाँ देखाउँछु र हेर्नु त। जस्तै ल यहाँ हेरौँ न, कुनै एउटा कम्पनीको हेरौँ। जस्तै बुटोल पावर कम्पनीको, ल हेरौँ यहाँ। तपाईँले के गर्नुभयो भने, अब मानौ यो ठाउँमा तपाईँले बाई गर्नुभयो सेयर, मार्केट बढ्या छ, फेरि घट्यो, फेरि माथि बढ्या छ, तपाईँले यहाँ गएर किन्नुभयो, यो ठाउँमा गएर बाई गर्नुभयो सेयर, यहाँ गएर बाई गर्नुभयो। हेर्नुहोस् 973मा बाई गर्नुभयो। ए बुटोल पावरको त बवाल बढेको छ, सर्किट हानै छ, ल उठाइदियो भनेर उठाइदिनु तपाईँ एकदम। 973मा बाई गर्नुभयो, भयो के त 2-4 दिन पछाडि गएर त मार्केट त उल्टो बाटोमा हिँड्न थालिसक्यो। हेर्नुहोस् जब यसरी घट्न थाल्छ भने नि, हेर्नुहोस् ट्रेडिङ गर्दाखेरि दिनदिनै मार्केट चाहिँ हेर्नुपर्छ। आफ्नो जुन स्टक छ नि, जुन स्टक तपाईँले ट्रेडिङको लागि राख्नु भएको छ, त्यो दिनदिनै हेर्नुहोस् है। कानमा तेल हालेर सुत्नुभयो भने त सुताइदिन्छ, हेर्नुहोस् है मार्केटले। फेरि अब 973मा बाई गर्नुभयो, बाई गरेपछि 3 दिन, 4 दिन, 5 दिन, 6 दिन, 7 दिन यसरी हुँदाखेरि लगभग यो एरियामा कति आयो त? 973 होइन। ल यहाँ मैले राखेँ, ओके। अब यहाँसम्म त ठिकै छ, 973मा आएको छ। अझ मार्केट डाउन 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 भइरहेछ। यस्तो केसमा के गर्नुपर्छ भने नि, अब होल्ड गरेर बस्नु हुँदैन। 973बाट तल गयो भने स्टप लस गर्नुपर्छ। यस्तोमा तपाईँले चुप लागेर बस्नु भने धेरै लस जान्छ तपाईँको। हेर्नु चाहिँ माने केही पनि गर्नु भएन। अब यो ठाउँमा आउँदाखेरि कति लस भयो हेर्नु त। यहाँ बाई गरेर यहाँसम्म आउँदाखेरि त तपाईँको लस पुगिसक्यो कति? 31% लस भइसक्यो तपाईँ यहाँसम्म आउँदाखेरि। एउटा सेयरमा 306 रुपियाँ लस भयो। यस्तो केसमा हामीले बच्नको लागि के गर्नुपर्छ भने, आफ्नो एउटा रेन्ज तोक्नुहोस् है। मैले 973मा सेयर बाई गरेँ, एक त यो ठाउँमा किन्ने नहुने हो। हेर्नुहोस् तपाईँले मेरो क्लास लिइसकेपछि यो ठाउँमा तपाईँ किन्नुहुन्न, अब झुकेर किनिसक्नु पर्यो भने अब त्यसबाट निस्किन चाहिँ सक्नु पर्यो। मार्केट यसरी डाउन 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 भइरहेको छ। 2 दिन मार्केट घट्यो, 3 दिन मार्केट घट्यो। अब चाहिँ बुझ्नुहोस् कि मार्केट अब कन्फर्म बेरिसतिर गइसक्यो। त्यस्तो केसमा हामी चुप लागेर बस्नु हुँदैन। 973बाट अझ अब मानौ यहाँ कति आयो भने, जस्तै 956, ल यो डेटमा आएर 958 आयो। हेर्नुहोस् है, अब 973मा किनेको सेयर 958 भइसक्यो। झन्डै कतिले घट्यो त? 15 रुपियाँले माइनस गइसक्यो। तपाईँले एउटा टार्गेट चाहिँ सेट गर्नुपर्छ। हेर्नुहोस् है, मैले 15सम्म अथवा 20सम्म म बियर गर्छु, त्योभन्दा बढीमा घाटा खाँदैन, बरु बिक्री गर्छु, निस्किन्छु भने मार्केट यसरी आउँदाखेरि तपाईँले के गर्नुभयो त? 958 गरेर सेल गरिदिनु भयो। 958मा सेल गर्दाखेरि के भयो त? लस त भयो तपाईँको। यहाँसम्म आउँदाखेरि लगभग 1500 रुपियाँ त लस भयो। तर त्योभन्दा बढी अब लस चाहिँ नहोस् भनेर तपाईँले बेच्नुभयो कि। यसलाई भन्छ स्टप लस। लस त भइरहेछ नि, लसलाई स्टप गरिदिनु के हो त? यो सेयरलाई 958मा गएर बाई गरिदिनुहोस्, के अरे सेल गरिदिनुहोस्। 15 बरु घाटा खाएर बेच्नुहोस्, 15-20 रुपियाँ। यही सेयरलाई आएर फेरि तपाईँले यहाँ गएर उठाइदिनुहोस् न, यतातिर आएर बरु फेरि उठाइदिनुहोस्। ल यो सेयरलाई फेरि यहाँ गएर तपाईँले उठाउनु भयो। जस्तै अब किन्नको लागि पनि फेरि बुलतिर जानु पर्यो। हेर्नुहोस् यहाँ, बुलतिर जानुभयो। मानौ
यहाँ आएर तपाईँ लिनु पर्यो ल, एकैछिनको लागि मानौँ ल, यहाँ नै लिनुभयो केही छैन, 716 मा किन्नुभयो त फेरि एक कम्पनीको सेयर 716 मा किनेर मानव सर्ट टर्ममा तपाईँले यहाँ नै सेल गरिदिनु भयो, कतिमा बिक्री गर्नुभयो त यहाँ 778 मा गएर बेचिदिनु भयो तपाईँ ल, 3 3 6 2 8 दिन 7 दिन पछाडि गएर यतिमा बेच्नुभयो, नाफा कति भयो त 716बाट 778 मा बिक्री गर्दा झन्डै 62 रुपियाँ तपाईँले नाफा भयो एउटा सेयरमा, यहाँ 62 रुपियाँ नाफा भएको छ, यता लस कति भयो त, लस भयो यतातिर लगभग 15 रुपियाँ, भनेपछि यहाँ 15 रुपियाँ लस, यता 62 रुपियाँ प्रफिट, त यो प्रफिटले यो लसलाई कभर गर्यो नि तपाईँले, हो यसरी गर्नुपर्छ क्या, चुप्प लागेर चाहिँ बस्नु हुँदैन, नभए त अझ तपाईँको पुरै सुताइदिन्छ हेर्नुहोस् है। यहाँ मानव जो व्यक्तिले 973 मा किनेको छ भने अहिलेसम्म मानव केही पनि गरेको छैन, यसो कानमा तेल हालेर बसिरहेको छ भने हेरौँ त उसको पोर्टफोलियो कति गएको छ, 34% लसमा आउनुहोस् तपाईँ हेर्नुहोस् है, किनकि अहिलेसम्म त्यो 973 त कटेकै छैन नि त, यहाँ त 34% युआर इन लस, त्यही भएर कुनै फाइदा भयो त, बुटवल पावरको जो व्यक्तिले यो डेटमा किनेको छ, यो डेटमा जसले किनेको छ साउन गते पोहोर साल, यसपालिको असारको 25 गतेसम्म 1 रुपियाँ पनि कमाएको छ भने प्रफिट, उमेश सर भन्नुहोस् त, हेलो कमाएको छैन सर। अनि के फाइदा त त्यसो भए त, मैले पनि सेयरमा लगानी गरेको छु नि, सेयरमा त लगानी गर्नु भएको छ, माल कति कमाउनु भएको छ त्यो म्याटर गर्छ नि, यहाँ त खालि लगानी गरेर हुन्छ, जो व्यक्तिले बुटवल पावर कम्पनीको यो डेटमा किनेको छ अथवा यो अमाउन्टमै किनेको छ भने यहाँ चाहिँ हेर्नुहोस् है, भन्नाले 651 भन्दा माथि गएकै छैन, यहाँ त हेर्नुहोस् यहाँ, एनिवे 973 मा तपाईँले बाई गरेर यसरी होल्ड गरिदिनु भएन नि, यहाँ चाहिँ आउँदाखेरि तपाईँको झन्डै 34% अझ पनि लसमा आउनुहुन्छ, 1 रुपियाँ तपाईँको कमाइ भएको छैन, त्योभन्दा त राम्रो बरु त्यो पैसा अन्त लगाएर लगानी गरेको भए 4-5% त आउँथ्यो नि। सो ट्रेडिङमा हामी एकदमै भिजिलेन्ट भएर बस्नुपर्छ है, एकदमै डेली बेसिसमा, यहाँ त यसलाई भन्छ स्टप लस थियो अरे क्या यहाँ त, ठिक छ। सो 973 मा बाई गर्नुभयो तपाईँले, बाई गर्नुभयो कि मार्केटमा प्राइस बढ्ला भनेर त बढ्नुको सट्टा घट्न सुरु गर्यो, त्यस्तो केसमा मार्केट एकदम स्ट्रिक्टली डाउन भइरहेछ भने नि अलिकति घाटा खाएर पनि निस्किनुहोस् कि, बरु 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ घाटा खानुहोस्, निस्किनु, पछि गएर फेरि त्यही कम्पनीको किन्नुहोस् न सेयर सस्तोमा, यहाँ 958 मा बिक्री गर्यो, फेरि कम्पनीको आएर 716 मा किन्यो, 8 दिन पछि गएर फेरि 778 मा बेचिदियो, यहाँ 62 रुपियाँ 62 रुपियाँसम्म फाइदा भयो, यता 15 रुपियाँ घाटा भयो, ओभरअलमा 47 रुपियाँ त फाइदै छ त, अनि निस्केर बरु यो पैसा फेरि अर्को कम्पनीमा हाल्नुहोस् क्या, गणेश सर बुझिरहनु भएको छ। त्यही भएर ट्रेडिङमा त फेरै गर्नुपर्छ, के चाहिँ फेरे जस्तै रे, मलाई नसोध्नुहोस् है फेरि, बुझिहाल्नु म तपाईँले, तर त्यसमा नि फेरै गर्नुपर्छ है, जतिखेर पनि इन आउट हुनुलाई त्यो पर्मिसन पाउँछ सर, त्यो अब कम्पनी घाटामा गइरहेछ भने त किन्ने मान्छे बजारमा छैन भने फेरि त्यो अलिकति हाम्रो घाटा लागेको सेयर बेच्नलाई होल्डमा बस्छ कि कस्तो हुन्छ त्यति बेला? मार्केटमा छन् के, किनकि जान्ने मान्छे जम्मा 10% छ नि त, 90% त स्वाटै रहेछ मार्केटमा त, किन्छन् कि तिनीहरू, किन्छ है, स्योर त्यसको लागि वरि गर्नु पर्दैन, हो वरि गर्नु पर्दैन, मार्केटमा 1 से 1 फुलहरू छन् क्या, त आफू चाहिँ फुल हुनु भएन कि, हुन्छ। यहाँ अब कतिको मनमा होला होइन सर यो जब सबैले बेच्नै थाल्यो भने त किन्छ कसले, त्यहाँ 90% मान्छे छ के त्यहाँ उटपटाङ काम गर्नुको लागि छन् के त्यहाँ त, त्यसको लागि वरि नगर्नुहोस् तपाईँ, आफ्नो काम गर्नुहोस् न। ओके, अनि यसमा सर यसमा एक सानो कुरा, यसमा जस्तो अब सबैजना धेरै मान्छे ट्रेनर अब यो ट्रेनिङ पास भएर भोलि अब अहिले 10%ले चाहिँ अब बुझ्ने भएको छ, 90% चाहिँ अबुझ छ, त्यो सबले लसमा गइरहेको अहिले यो जुन अहिले यो ब्रोकर एकाउन्टहरू चाहिँ चलिरहेछ नि त, भोलि अब 90%ले चाहिँ यो मार्केट सम्बन्धी ज्ञानहरू आएर 10%ले मात्रै चाहिँ बुझेन भने त फेरि त्यो अनि ब्रोकर एकाउन्टहरू चल्न सक्छ, फेरि तिनीहरूलाई नोक्सान हुन्छ होला फेरि। त्यो 90% त यो जन्ममा त सम्भव छैन होइन,
त्यो त हजुर अर्को युग आउनुपर्छ, यो कलियुगमा चाहिँ बुझ्दैन क्या यहाँ त। ढुक्क ए भएर बस्नुहोस् तपाईँ, हुन्छ बुझ्नुभयो नि। कम्पिटिसन हुन्छ अरूभन्दा, फेरि तपाईँले एक्स्ट्रा नलेज लिनुहुन्छ नि त। अब फेरि यस पछाडि फेरि एडभान्स लिनुहुन्छ तपाईँले, अझ तपाईँको नलेज खतरा हुन्छ। अनि बेसिक पढेको भन्दा अझ तपाईँ एकदम चलाक बन्नुहुन्छ, बुझ्नु होइन हो। ल अनि एनिवे यस्तो पनि छ नि सर, नेपालको 3 करोडको जनसङ्ख्यामा लगभग उम्, 56 लाखको डिमान्ड छ, अनि ट्रेडिङमा सेकेन्ड्रीमा मात्र 20 देखि 25 लाख छ। हो। जब यिनीहरू ट्रेन भइहाल्छ भने फेरि ना थपिहाल्छ त्यति। अरू फेरि सन्तान जन्मिन्छ, अरू मान्छेको जन्म हुन्छ होइन, त्यो वृद्धि भइरहेको हुन्छ, त्यसको लागि वरि गर्नु पर्दैन। आफ्नो स्किल बढाउनु पर्यो, त्यो मार्केटको छोड्नुहोस् यहाँ त है। आफू कसरी जित्नु पर्यो त्यो एङ्गलबाट हेर्नु पर्यो क्या। अरूले कसरी हार्छ होइन, म कसरी जित्छु त्यो एङ्गलबाट जानु पर्यो क्या। ल म फटाफट अब कभर गरेँ। जस्तै अरू हेर्नुहोस् त यहाँ, टप लस टेक्निक चाहिँ यो भयो। सेयर एभरेजिङ भनेको चाहिँ के हो भने नि, सेयर एभरेजिङ भनेको तपाईँले मानु कुनै कम्पनीको सेयर बाई गर्नुभयो, मार्केट डाउन भइरहेछ भने नि त्यही कम्पनीको सेयर फेरि त्यही कम्पनीको किन्दै जानुहोस् क्या, सस्तो सस्तो दरमा। मानु 500मा बाई गर्नु पऱ्यो होइन, कुनै कम्पनीको सेयर 500मा बाई गर्नुभयो, मार्केट अब घटेर 400मा आइसक्यो, फेरि उठाइदिनुहोस् 400मा, अझ घटेर 300मा आयो, फेरि उठाइदिनुहोस् 300मा 100 किताब। त 500 मेरो 100 किताब भयो, 400 मेरो 100 किताब भयो, अर्को 300 मेरो 100 किताब भयो, मसँग 300 किताब सेयर भयो। एउटा पहिला 500मा किने, अर्को 400मा किने, अर्को 300मा किने, यसो सबै जोड्दाखेरि कति आयो त? 5 4 9 3 12, 12 मा 3ले भाग गर्नुहोस् त, एभरेज प्राइस मेरो 400मा झर्छ यहाँ त। फेरि यसलाई भन्छ सेयर एभरेजिङ कि यहाँ, बुझ्नुभयो। यो पनि एउटा रिस्क म्यानेजमेन्ट स्ट्राटेजी हो। अर्को इमोसनल कन्ट्रोल हेर्नुहोस् है। यो इमोसनल कन्ट्रोल भनेको नि डराउनु भएन। एक दिन मार्केट डाउन हुँदैमा नि आत्तिनु हुँदैन, ओहो अब त बर्बाद भयो है, भट्टाभट सेल गरेर निस्कनु। एक दिन मार्केट उचालियो अनि पुरै मनमा लड्डु फोड्नु हुँदैन, हाम फालिदिनुहुन्छ, भोलिपल्टदेखि फेरि। अस्ति धेरैजनाको त्यस्तै भएको छ त, हेर्नु न। एक दिन मार्केट बढ्यो, मोनेटरी पोलिसी आएको दिनमा यहाँ हेरौँ न, ल हेर्नुहोस् है। एक दिन मार्केट यहाँ बढ्यो, ल हेर्नु त, एक दिन मार्केट बढ्दैमा के भयो त? अब त मार्केट अब बुलिसतिर जाँदैछ भनेर धेरैजना एकदमै खुसी भए, एक्साइटेड भए, फेरि मार्केट डाउन हुन थालेछ। हेर्नु, सो हामीले मार्केटको ट्रेन्ड चाहिँ बुझ्नुपर्छ जहिले पनि, ट्रेन्ड चाहिँ बुझ्नुपर्छ। हेर्नुहोस् है, बुलिस ट्रेन्डमा छ कि बेरिस ट्रेन्डमा छ कि। सो इमोसन कन्ट्रोल गर्नुपर्छ मेन। तपाईँको आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्नु पर्यो कि, किनकि हामीले लगभग जीवनमा जति पनि डिसिजन लिने गर्छौँ नि, हाम्रो जीवनको डिसिजनमा 90% तपाईँको मान्छेले इमोसनल डिसिजन लिन्छ। 90% डिसिजन हाम्रो इमोसनको बेसमा लिन्छ क्या त। सो मार्केट एक दिन घट्दैमा आत्तिनु हुँदैन, एक दिन मार्केट बढ्दैमा मात्तिनु हुँदैन। बुद्ध भगवानले भन्नुभएको छ नि, दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु, त्यही इमोसनल कन्ट्रोल हो। पुरै एकदम एक्साइटेड भएर अब त मार्केट पुरै जान लाग्यो भनेर हाम फाल्नुहुन्छ, भोलिपल्टदेखि त ठन्डा डाम फेरि यहाँ त पुरै। सो इमोसन कन्ट्रोल गर्नु पर्यो। र अर्को चाहिँ के सर, भने नि, हजुर अहिले जस्तो नेपालको केसमा चाहिँ धेरै सो सेयरहरू मार्केट डाउनै भइरहेको छ नि, पहिला जस्तो छैन नि नयाँ सरकार आइदिएबाट। अनि के यसको के मतलब कस्तो जान्छ होला ट्रेन्ड, जस्तो कसरी थाहा हुने कि कहिले मार्केट राम्रो हुन्छ भनेर? किनभने अब यो त अहिले त जस न्युज नयाँ जबदेखि आएको छ अहिले नयाँ सरकार, तबदेखि त मार्केट चाहिँ त्यति पहिलाको जस्तो छैन नि। अहिले चाहिँ के हो भने नि, यहाँ सुन्नुहोस्, अहिले के हो भने अब धेरै कारणहरू छन्। जस्तै ब्याङ्कमा पैसा फालाफाल छ। यहाँ सुन्नुहोस्, ब्याज दर एकदमै इतिहासकै सबभन्दा सस्तो छ, लोन लिन जाँदैन मान्छेहरू। ब्याङ्कको मान्छेहरू यसो झिङ्गा दबाएर बसिरहेछ, बुझ्नुभयो। ब्याङ्कको स्टाफहरू झिङ्गा दबाएर बसिरहेछ, कामै छैन तिनीहरूको त्यहाँ त।
पैसा फाला फाल्छ यहाँ पुरै 12 खर्ब 14 खर्ब मार्केटमा पैसा फाला फाल्छ कन्फिडेन्स छैन लगानीकर्ताकोमा त्यस पछाडि यो गभर्मेन्टको जुन यो धरपकड अहिले चलिरहेछ को कुन दिन थुनामा जान्छ सिआइबीले समात्छ सब त्रासमा छन् यसले गर्दाखेरि कन्फिडेन्स छैन कि व्यापारीमा व्यापार यसै पनि चौपट भएको छ अब युवाहरू सबै विदेशी हेरेर छ लुगा कसले किन्ने त्यो दुर्गा परसाईले बेला बेला भन्छन् एकदम सही कुरा गर्छ दुर्गा परसाईले हेर्नुहोस् है कन्ज्युम गर्नको लागि त कस्टमर हुनु पर्यो नि अर्को चाहिँ अब अहिले यो नयाँ सरकार आइसकेपछि अझ पनि नेपालको पोलिटिकल सिचुएसन भन्ने हो भने स्टिल अनएबलमा छ हेर्नुहोस् है अब के होला 1 महिनापछि स्टिल सस्पिसियस छ क्या त जे पनि हुन सक्छ नेपाल अझ पनि स्टेबल गभर्मेन्ट बनिसकेको छ भने त्यो भ्रम चाहिँ नपार्नुहोस् यहाँ हाम्रो जुन जियो पोलिटिक्स छ भू राजनीतिक जुन छ वैश्विक राजनीतिक छ इन्डियाको यहाँ चाहिँ इन्टरप्सन छ चाइनाको इन्टरप्सन छ युएसएको इन्टरप्सन छ युकेको छ सबले आफ्नो यहाँ आफ्नो स्वार्थ सिद्ध गर्नको लागि उनीहरूले प्लेटफर्म चाहिँ क्रिएट गर्दैछन् सो स्टिल अझ पनि यो सरकारलाई जनताहरूले लगानीकर्ताले पताइसकेको छैन त्यसकारणले गर्दा अझ पनि लगानीकर्तामा कन्फिडेन्स आइसकेको छैन कि बुझ्नुभयो नि त्यसकारणले गर्दा तपाईँको यो मार्केट खासै उकालो लागेको छैन यो नयाँ सरकार आएदेखि झन्डै 5 खर्बले सम्पत्ति घटिसक्यो लगानीकर्ताको मार्केट डाउन भएर ल अब फटाफटहरुकोमा कभर गरेर मेरो अर्को क्लास छ फेरि आज अर्को चाहिँ के त इमोसनल कन्ट्रोल अर्को हाम्रो ह्याभिङ टु डिफरेन्ट डिमेट अकाउन्ट फर इन्भेस्टिङ एन्ड ट्रेडिङ पर्पस तपाईले के गर्नुस् भने नि सबभन्दा राम्रो दुईटा डिमेट खोल्नुस् एउटाले इन्भेस्टिङ मात्र गर्नुस् एउटाले ट्रेडिङ मात्र गर्नुस् अनि तनाव हुँदैन जुनबाट इन्भेस्टिङ गर्नुहुन्छ नि कुल भएर बस्नुस् ट्रेडिङ वालालाई मात्र हेर्नुस् यहाँ अनि तनाव हुँदैन हुन त एउटा डिमेट अकाउन्ट खोले पनि हुन्छ तर छुट्याउनु पर्यो यो मेरो ट्रेडिङको लागि हो यो मेरो इन्भेस्टिङको लागि धेरै जनाले के गर्छन् भने पोर्टफोलियो हेर्छ अब कुनै समय 10 लाखको पोर्टफोलियो बढेर 17 लाख पुगिसक्यो फेरि 17 लाखबाट घटेर 7 लाखमा आइसक्यो भने ओहो मेरो त 10 लाख घाटा भयो भन्छ के को घाटा नि यहाँ त जुन इन्भेस्टिङ गर्नु भएको छ त्यसको हिसाब किताब नगर्नुस् न त भाइ तपाईले बेच्नु नै छैन भने त के को घाटा लाग्छ भन्नुस् त उमेश सर घाटा लाग्छ लाग्दैन नि लाग्दैन सर मैले एभरेज ब्याङ्क हो हिजो कसले एकजना किन्नु पनि सानेमा ब्याङ्क उठाए मैले 200 किताब भन्नुहुन्थ्यो अब सानेमा ब्याङ्क मानौ 5 दिन पछि गएर मार्केट डाउन भएर 50 रुपियाँ डाउन भयो भने त उहाँलाई के को तनाव छ जो बेच्नु नै छैन भने त के को घाटा लाग्छ नि त उहाँ त 1 वर्षको लागि लक गर्नु भएको छ र मार्केट सधैँ खालि डाउनर मात्र हुँदैन फेरि उक्लिन्छ माथि त तर जेनरलले के गर्छ पोर्टफोलियो हेर्छ ओहो मैले अस्ति किनेको मेरो त 100 रुपियाँले डाउन भइसक्यो मेरो त घाटा लागिसक्यो भन्छ त्यही भएर दुईटा कुरो सेपरेट गर्नुस् सजिलो हुन्छ तपाईलाई सो यसरी हामीले रिस्कलाई म्यानेजमेन्ट गर्न सक्छौँ रिस्क म्यानेजमेन्ट हामीले गर्न सक्छौँ सो आजको एकदम मैले छोटो क्लास मात्र लिएँ एकचोटि हेर्नु होला फेरि भोलि फेरि फर्दर कुरा गर्ला है त सो थ्याङ्क यू सो मच गुड नाइट सी यू टुमोरो अहिले एउटा हाम्रो टिचरको क्लास छ यो 8 बजेदेखि एउटा डेमो क्लास छ सो मैले लिभ